हेलो गुड मर्निङ अनि नमस्ते सेवारो। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ भनेर र हामी पनि सन्चै छौँ र हाम्रो आउँदै गरेको नयाँ भिडियोमा हजुरहरूले लाइक शेयर सब्सक्राइब अनि कमेन्ट गरिदिनुहुन्छ भनेर आशा छ र हाम्रो नयाँ भिडियो भए पनि धेरै धेरै माया गरिदिनु होला। र आज हामी थोरै कामले हस्पिटल जाँदैछौँ र बाँकी भाग चाहिँ फेरि पनि अहिले आउनेछ। अहिलेलाई बाई। जुत्ता चाहिँ यति बवाल छ, मान्छे भने यस्तो बुढो च्याउरे बुढो बेइज्जती गरिया। साथीहरू हामी चाहिँ अब निस्क्यौँ घरबाट। आज अब हस्पिटल कहाँ जानु लाग्यो रे? हस्पिटल के को लागि? पेट दुखिरहेको जचाउनको लागि। पेट दुखिरहेको छ जचाउनको लागि। पेट दुख्ने, भोमिट गर्ने त्यस्तो भइरहेछ। कति दिन भयो नि? भयो 1 महिना। 1 महिना भयो? मलाई पनि थाहा छैन, अस्ति जस्तो लाग्छ म त। 1 महिना भइसक्यो। बुढी भन्नु नि त नि कस्तो भइरहेको छ। अनि म त आज हिजो त म त के सोचेको भने राति अब टक्कसँग अब रातभरि गेम खेल्नु हो अनि ढिलो रेस्टमा सुत्ने हो। बुढी चाहिँ हस्पिटल जान्छ। म चाहिँ यही नहीं अभी और सुनिए। म त सुत्छु भनेर सोचेको थिएँ क्या। हस्पिटल जाँदा नि तिमी एक्लै जाऊ अरे। बुढी कस्तो बुढा होला, तिमी एक्लै जाऊ हस्पिटल भन्नु। मैले त सोचेको थिइनँ नि त। मैले तँलाई त के अरे तिमी एक्लै जाऊ भन्नु खोजेको होइन क्या। कमन सेन्स पनि हुन्छ नि त। कमन सेन्स पनि हुन्छ नि त। ये तो लेटेस्ट न्यूज है। हस्पिटल जाँदा बुढीलाई एक्लै हस्पिटल पठाउन हुँदैन, म पनि साथी गइदिन्छु भनेर हुन्छ नि त। मायै गर्दैन कि के हो? यस्तो हुन्छ सेल्फ। ए बाबा मैले त के सोचेको भने तिमी त हस्पिटल जान्छौ खानासाना पकाइदिएर म त खानासाना खाएर बस्छु भन्ने सोचमा थिएँ नि त। तिमीले चाहिँ त्यो तरिकाले सोचेको क्या। मैले त तिमीले कि त क्लियर कुरा गर्नुपर्छ नि त। भोलि म भावना हामी दुईजना हस्पिटल मैले नबुझेर हो क्या। अनि त्यही भएर त म त ल 1-2 बजीसम्म गेम खेलेँ। बिहे गरेपछि गाह्रो छ। बिहे गरेपछि गाह्रो छ। के बोले भाइ? अब के बोले के छ थाहा? रमाउनु छ भने पहिल्यै बिहे नगर्दै रमाउनु। बिहे गरेपछि त गाह्रो छ। घरको कामदेखि लिएर बाहिरको कामदेखि लिएर नोकर जसरी गर्न पर्छ। प्लस तपाईँको बुढाले पनि माया गरेन भने केयर गरेन भने कस्तो हुन्छ होला हजुरहरूलाई? होइन त्यो त अब केयर त भइहाल्छ नि। बुढा जस्तो बुढाले त गरिहाल्छ नि। अनि त्यही हो अब साथीहरू है। अब बुढीको सल्लाह यही हो। कुन अगाडि बनाउन पनि यस्तो लाज लाग्ने क्या। जतिको त्यति हो यस्तो लाज लाग्ने है भिडभाडमा। तपाईँहरूलाई कतिको लाज लाग्छ? भ्लगर जति मान्छेहरूलाई अब कस्तो लाग्छ? अब त बानी भएको छैन। यता त बनाउन मिल्यो, तर हस्पिटलमा चाहिँ धेरै बनाउन चाहिँ मिलेन। छोटो छोटो क्लिपहरू चाहिँ राख्नु पर्यो। हस्पिटलमा चाहिँ हाम्रो धेरै लाउँथ्यो। किन मिल्दैन र हस्पिटलमा बुढी? होइन यस्तो हुन्छ नि त। अब हस्पिटलमा कतिपय बिरामी मान्छेहरू हुन्छ। अब हामी गएर यसरी क्यामेरा त्यसो पारेर कोही त दुःख परिरहेको हुन्छ भने क्यामेरा देखाउनु त मिल्दैन नि त। कोही त दुःख परिरहेको हुन्छ भने क्यामेरा देखाउनु त मिल्दैन नि त। बात त सही है। सही हो। यस्तै कुराहरूमा चाहिँ केयर गर्नु सक्नुपर्छ आफूले है। त्यही हो गाइस। त्यतिखेर अब म्याजिकको बाटो आउन लाग्यो। अब वाउ सोरी हामी अब म्याजिक चढ्ने ठाउँमा आउन लाग्यौँ। ल हेर्नु बाटो बनिरहेको छ। म्याजिक बाटो हेर्नु ल। यो त कहाँको बाटो रे बुढी? गैडाकोट होइन? गैडाकोटको बाटो बन्दैछ। ठुलो बन्न लागेको छ है साथीहरू। बवाल बन्छ।
म्याजिक1 week later. म्याजिक आउँछ म्याजिक कता गयो म्याजिक आउनु टाइम लागेको हो हामी जस्तो काली मान्छेलाई घामले पोल्ने पनि डराए पनि केही फरक हामी जस्तो काली मान्छेलाई घामले पोल्ने पनि डराए पनि केही फरक प्यारी समझ गई खै त म्याजिक आउँदैन त 2,000 years later. फाइनली म्याजिक आइपुग्यो अब म्याजिक आ गया त्यहाँ गएर आएको छु क्या ट्याग रहेछ जाने पुलचोकबाट जाने छैन रे प्याक रे 24 कोटी आउनु यहाँ पनि प्याक हो बस्नु बनाउँछ होला ठिक छ अहिलेको बाटो राम्रो फेरि गाडी चेन्ज गाडीबाट झऱ्यो अब त्यो फेरि म्याजिक अब अटोको लागि है हामी बुढी केमा जाने रे अटोमा हो अब गाडीबाट झऱ्यो फेरि हामी अटोमा जानु लाग्यो बिस्कुट होइन लास्ट किन बाबा ल फाइनली अटो भेटियो हामी अब अटोमा जाने रे ल अटोमा चढियो ल के छ बुढी अनि ठिक छ नि होइन म पनि यतैपट्टि बस्छु एक्लै बस्ने कस्तो लाज लाग्यो झूठ बोल रहा है हाँस्दाखेरि मैले दाँतै राम्रो देख्दैन दाँत हाल्नु पनि यस्तो दाँत हाँस्दाखेरि राम्रै देखिँदैन दाँत हाल्नु त्यहाँ दाँत के छ त्यो निस्क्यो भने त त्यस्तै दाँतै त्यस्तै हो त्यसको माथि एउटा दाँत राख्दैन राम्रो हुन्न राम्रो देखिन्छ नेचुरली राम्रो हुन्छ नि होइन साथीहरू नेचुरली राम्रो हुन्छ मेरो पनि त्यस्तो छ नि त्यसो होला तपाईँको दाँत छ त त्यो दाँत छ ल साथीहरू कुन हस्पिटल हो यो नारायणी समुदाय नारायणी समुदाय रे फाइनली हस्पिटल आइपुग्यो ल अब हामी झर्ने त ल भरतपुर अस्पताल सरकारी अस्पताल होइन आइपुग्यो हस्पिटल आइपुग्यो मास्क चाहिन्छ मास्क किन्दैन त एउटा अब मास्क हालेर बस्नु अब हस्पिटल जस्तो चिजमा मास्क त लाउनु पऱ्यो नि हजुर कति हो 10 रुपियाँ ल 10 रुपियाँ त भइहाल्यो नि ल मास्क लाऊ बुढी फाइनली मास्क हाल्यो है अब चाहिँ भिड छ अहिले चाहिँ हस्पिटल आइपुग्यो अब पछि भेटौँला है साथीहरू बस्यौँ
पनि भएन भयो हेर्ने नम्बर हेर्ने झ्यालमाथि नम्बर देखाउँछ त्यहाँ 700 पुगेको ठाउँमा बस्दा पनि भयो अब नम्बर आएपछि त हामी देखाउँछ जुम्बा भए पनि हुन्छ रे ल साथीहरू अब हामी त निस्क्यौँ एकछिन टिकट गयो खै टिकट छ ए मलाई त्यहाँ काउन्टरमा पुगे 700 7 जुन 14 7 दिन 14 नै पुग्यो भनेपछि ल 8 दिन डबलै भयो कुर्नु पर्ने भयो हामीले त है कहाँ जाने खाजा खाना अब हामी खाजा खानाको लागि जाँदैछौँ यताबाट हो नजिकै छ 700 800 भनेको यहाँ हो 700 नै पो त होइन बुढी 700 हो कि 700 भनेको त यहाँ हामी त 70 होइन नि त्यही त 700 भनेको यहाँ होइन त नि ए एउटामा 600 कति पुगेको थियो नि यो 700 भनेको जस्तै त्यो 1400 भनेपछि 1400 700 पछाडि त हाम्रो आउनु भयो क्या 7 जना पछाडि आउने होइन क्या हाम्रो बुझेन 700 पछि थियो आउने भयो आम्मा 700 रहेछ त पर्सि मात्र भ्याउँछ है कि हाम्रो त हो आज भ्याउँदैन बुढो कहाँ नि 700 भने त यहाँ हो त म त 70 जना भनेको म त 70 भने 7 जना 70 ल 70 भए पनि त ल ठिकै हो 700 भने त यहाँ हो त होइन बस्नु त ल 2 बजीसम्म बस्नु है त्यही भएर मम्मीले भनेको बिहानै टिकट काटेर बस्छ कसले मम्मीले अब हेरौँ अब कति बजी 2-3 बजीसम्म हेरौँ फाइनल टिकट चाहिँ काट्यो कहिले भ्याइन्छ तैँले आइन्छ भने नि आज हेरौँ कति बजीसम्म 2-3 बजीसम्म हेरौँ ल यस्तै हो दुःख सुखमा अब यस्तो हस्पिटलतिर प्रायः जस्तो हस्पिटलतिर म घुमिराख्ने मान्छे नभएर होइन केही थाहा नभएको अनि अब सानोतिनो हस्पिटल जाँदाखेरि यस्तो मेडिकल जाँदाखेरि लाइन बस्नु पर्दैन थियो फ्याटो भइहाल्छ यत्रो ठुलो हस्पिटलमा आएपछि तपाईँको सरकारीमा अब पैसा कम लाग्ने भएको कारणले हुँदैन प्राइभेटमा गयो भने फेरि यति धेरै लामो लाइन बस्नु पर्दैन नि त्यसमा पैसा महँगो दिन्छ जस्तो यो छ नि फेरि अनि फेरि प्राइभेटमा चाहिँ कति दिन्छ टिकटकै 700 कि कति काट्यो क्या तपाईँको टिकटमै 700 800 1000 500 600 त्यति दिन्छ क्या टिकटकै यहाँ त्यही त्यसमा जजाको छुट्टै हुन्छ अनि रिपोर्टहरूको छुट्टै हुन्छ औषधिको छुट्टै हुन्छ त्यसको बुढी के गर्छ रे साग खान्छ भनेको होइन साग खान्छ भन्छ त फुलको भने के बोल्या साग खान्छ धेरै कस्तो भएको छ फाइनली पुरानो मेडिकल हस्पिटल छोड अहिले छैन यो बन्द हो यता छ के भनेको
म त यता हालेर यता देख यता रहेछ के तिमीले मलाई उल्लु बनाएको हो केही थाहा छैन भन्नु त कुन चोक हो यो हामी सप्तगण्ड चित्तो